अगाडिबाट हेर्दा एमाले जस्तै, पछाडिबाट हेर्दा माओवादी जस्तै, भित्रबाट निहाल्दा रित्तो बोतल जस्तै लाग्ने एक नेता छन् रामबहादुर थापा बादल। बादलले हिजो संसदमा 19 मिनट वर्षा नहुने भाषण गरे। उनले बेला बेला लय नसमातेका होइनन्, तर प्रतिनिधि सभाको पहिलो बैठकदेखि उनी जे भन्दै आएका थिए हिजो पनि त्यही कुरा दोहोर्याए दर्शकबिन। विज्ञहरूको हवाला दिएर उनले यो सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो भनेका छन्। बादलको कुरा छोटोमा सुनिया। यो सरकारको आधार पपुलिजम, अल्गोरिदम र अपर्चुनिजम हो। कतिपय भू राजनीतिका शोधकर्ताहरूको दाबी छ यो सरकारको शक्तिको स्रोत 3A आर्मी, अल्गोरिदम र अमेरिका हो। रासोपाले चुनाव जित्नुमा अल्गोरिदम हो भनेर केही भुइँफुट्टा विज्ञहरूले प्रचार गर्दै आएका छन्। अल्गोरिदमको प्रभाव हुनका लागि सुरुमा त इन्टरनेट नै चाहिएला। आँकडाहरूले नै नेपालमा अहिले पनि 1 करोड 30 लाख मानिसहरू इन्टरनेट प्रयोग गर्दैनन् भन्ने छ। इन्टरनेट जसले प्रयोग गर्छन् तिनले राजनीतिक सामग्री हेर्छन् भन्ने ग्यारेन्टी छैन। जसले राजनीतिक सामग्री हेर्छन् वा खोज्छन् ती सबैले रासोपाकै सामग्री हेर्छन् भन्ने पनि छैन। जसले रासोपाका सामग्री हेरे ती सबैले मत रासोपालाई नै दिए भन्ने पनि छैन। तपाईले फेसबुक, युट्युब, टिकटक आदि कतै फुटबल सम्बन्धी भिडियो खोज्नुहुन्छ, त्यस्ता सामग्रीमा लाइक कमेन्ट गर्नुहुन्छ भने फुटबल सम्बन्धी सामग्री तपाईलाई अल्गोरिदमले पठाउन थाल्छ। सरल भाषामा यही हो अल्गोरिदम। तर मतदानमा सामाजिक सञ्जालमा आउने फिड मात्रैले काम गर्यो भन्ने भ्रमको बादल रामबहादुर थापामा लागिरहेकै छ। उनले अहिलेको सरकारको शक्तिको स्रोत अमेरिका हो भनिदिए। भारतको काखमा बसेर 17,000 नेपालीलाई आर्यघाट पुर्याइदिने दुष्कर्ममा स्वयं बादल पनि संलग्न थिए। तर यिनीहरूको शक्तिको स्रोत कहिले पनि भारत बनेन। अनि अहिले के कारणबाट सरकारको शक्तिको स्रोत अमेरिका भयो त? जेन्जी आन्दोलन हुँदा रासोपाका सभापति माथिल्लो तहका नेताहरू वा बालेन्द्र शाह अमेरिकामा थिए कि? 46 सालको आन्दोलन उचाल्न भारतीय नेताहरू चाक्सीबारीमा आएर भाषण गरे चाहिँ अमेरिकीहरू आएर आन्दोलन गर्न सिकाएका थिए कि? जेन्जी आन्दोलन भड्काउन भदौ 23 मा विद्यार्थी बालबालिकालाई ताकेर गोली हान्नु भनेर अमेरिकीहरूले प्रहरीलाई पैसा दिएका थिए कि? तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई डलरले पुरिदिएका थिए कि? के हो त कुरा? भारतीय नाकाबन्दीमा नेपाललाई इन्धन दिँदा हुन्छ भनेर चिनियाहरूले भारतलाई सोधेका थिए। अमेरिकीहरूले नेपाललाई भारतको आँखाबाट हेर्ने गर्छ भनेर कम्युनिस्ट नेताहरूले नै भन्दै आएका हुन्। भारतीय जासुसी संस्थाका प्रमुख मध्यरातमा गोप्य रूपमा बादलकै हालका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बखत उनको बेडरुमसम्म पुगेर भेट्थे दर्शकबिन। तथ्यले बादलकै पार्टी र परम्परागत दलहरूले हाम्रो देशलाई भारत नियन्त्रित बनाउने काम गरेको देखिन्छ। तर संसदमा आएर पक्क भनिदिन्छन् यो सरकारको शक्तिको स्रोत अमेरिका हो। यदि अहिलेको नेपाल सरकारको